आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करी छी। मधेश के सरकारी कामकाज के भाषा की हुआ के चाहिए, आब एहि पर बहस शुरू भ चुकल है। काल्हि मात्रे मधेश के शिक्षा तथा संस्कृति मंत्री रानी शर्मा तिवारी मधेश के कामकाज के भाषा, सरकारी कामकाज के भाषा पर एकटा विधेयक संसद में, प्रदेश सभा में दर्ता करौने छै। ई विधेयक दर्ता करोला संगे एहि पर बहस शुरू भेल छै, कियाकि एहिमे 5टा भाषा तोकल गेल छै, जाहिमे मैथिली, भोजपुरी, बज्जिका, हिंदी आ अंग्रेजी रहल छै। ओना तऽ भाषा आयोग के बात कयल जाय तऽ भाषा आयोग एहि पर 3टा भाषा के सिफारिश केने छै, जाहिमे मैथिली, भोजपुरी आ बज्जिका रहल छै। ई 3 साल पहिने ही सिफारिश कऽ चुकल छलै, लेकिन मधेश सरकार कान में तेल धऽ कऽ बैसल छलै, एहि पर कोनो पहल कदमी नहीं करैत आबि रहल छलै। लेकिन काल्हि एकटा सुखद समाचार ई एलै कि विधेयक कम से कम दर्ता भेलै। आब एहि पर बहस शुरू भेल छै। आइ एहि विषय में चर्चा करऽ जा रहल छी जे अखन जे विधेयक दर्ता भेल छै, ई विधेयक केहन छै, एहिमे 5टा भाषा किया राखल गेलै, कैलाकि भाषा आयोग 3टा भाषा के मात्र सिफारिश केने छै। अखन काठमांडू से जुड़ल छै त्रिभुवन विश्वविद्यालय हिंदी विभाग के प्रमुख डॉक्टर श्वेता दीप्ति। तहिना काठमांडू से जुड़ल छै आनंद कुमार गुप्ता, ओ भोजपुरी भाषा के जानकार व्यक्ति छै। तहिना सप्तरी से जुड़ल छै डॉक्टर सूर्य यादव, ओ मैथिली भाषाविद छै। तीनों गोटे के स्वागत करऽ चाहै छी। भाषा के विविधता के कारण से नेपाली में बाजब। तपाईं सबैजनालाई स्वागत छ। धन्यवाद। धन्यवाद। सुरुवात में डॉक्टर दीप्तिसँग गर्न चाहन्छु। यो जुन हिजो मात्रै मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले एउटा विधेयक प्रस्तुत गर्नुभएको छ प्रदेश सभामा भाषा सम्बन्धी, र यसमा हिन्दी पनि समेटिएको छ, जुन चाहिँ यसअघि चर्चामा थिएन। या कहे भाषा आयोगले 3वटा मात्रै भाषालाई सिफारिस गरेको थियो, र त्यो बाहेकको यो हिन्दी पनि समेटिएको छ। यसलाई कुन रूपमा लिनुहुन्छ तपाईँ? सबसे पहले तो मैं मध्य प्रदेश के माननीय शिक्षा मंत्री जी को बहुत बहुत बधाई देना चाहूंगी। एक चिर प्रतीक्षित हम लोगों को भी उम्मीद थी कि कहीं ना कहीं एक बार फिर से हिंदी को चर्चा में लाया जाए, और ये पहल उन्होंने की है, इसके लिए मैं उनको बधाई देती हूँ। और मैं एक सकारात्मक कदम के रूप में इसे लेती हूँ कि जब हम किसी विषय पे विमर्श करते हैं तो किसी न किसी निष्कर्ष पे पहुंचते हैं। तो ये हम सब के लिए, जो हिंदी भाषी हैं, जो हिंदी से प्यार करते हैं, उनके लिए तो ये सचमुच बहुत बड़ी उपलब्धि मानी जाएगी। आनंद जी, तपाईलाई कस्तो लाग्यो यो 5वटा भाषा सिफारिस गरिएको छ? स्वागत योग्य नै छ, किनभने हाम्रो देश नै बहुभाषिक देश हो। र यो बहुभाषिक देशमा हामी चाहिँ बसेकोले हामीले बहुभाषालाई, र यो एउटा लडाईको, हाम्रो आन्दोलनको र हाम्रो लडाईको एउटा प्रमुख एजेन्डा पनि थियो। भाषा, एक भाषी, एक जातीय चरित्रको देश भयो हैन। र यो देशमा सबै ट्याक्स पेयर, सबै जनताहरू छन्, सबैजना हुनुहुन्छ। तर उहाँको भाषा, उहाँको पहिचान, उहाँको संस्कृतिलाई नजरअन्दाज गरेर अरू सब एउटा भाषालाई मात्रै यहाँ परिचय गरिएको थियो। त्यो कारणले विभिन्न कालखण्डमा, विशेष त मधेसमा आन्दोलन भइरहेको हो, र त्यसमा हामीले हाम्रा पूर्वजदेखि नै धेरै शहादत दिनुभएको छ यो भाषाको लागि मात्रै। इभेन हिन्दी बचाउ आन्दोलनबाट सुरु भएको आन्दोलन पनि भएको हो हिजोको दिनमा। हिन्दी बचाउनु पर्छ, किनभने नेपाली भाषालाई पहिला मधेसमा हिन्दीमा पढाइ हुने, धेरै कुराहरू कामकाज अथवा त्यहाँको व्यवहारमा, चलन चल्तीमा त्यहाँका स्थानीय भाषाहरू भोजपुरी, मैथिली, अवधी प्रयोग भइरहेको अवस्थामा नेपाली लादिएपछि त्यो आन्दोलनहरू भएको हो। त्यो र पछि गएर बिस्तारै गएर संघीयताको मूल एउटा संघीयता माग्नुको पछाडि पनि आफ्नो पहिचान, आफ्नो भाषा, आफ्नो संस्कृतिलाई जोगाउनलाई गरिएको आन्दोलन हो। त्यसले गर्दा नेपालको संविधानले, 2072 को संविधानले पनि
नेपाललाई बहुभाषिक भनेर निर्क्युल गरिसकेका छ र अर्को चाहिँ नेपालमा बोल्ने सबै भाषालाई राष्ट्रभाषाको दर्जा दिइसकेको छ। त्यस्तै कामकाजको सवालमा भाषामा कुन भाषामा कामकाज गर्ने भनेर पनि उसले एउटा संविधानले एउटा गाइडलाइन बनाएको छ कि नेपाली भाषालाई कामकाजको भाषा बनायो, तर अन्य प्रदेशमा आफ्नो प्रदेशमा कुन भाषा प्रयोग गर्ने भने उसैलाई नै प्रदेश सभालाई राइट दिएको छ र भाषा आयोगलाई एउटा राइट के दिएको छ भने उसले एउटा सुझाव कुन भाषा हुन सक्छ भनेर सुझाव दिनलाई एउटा सुझाव। भनेपछि तपाईको विचारमा यो प्रस्ताव एकदमै सकारात्मक छ भन्ने तपाईको भनाइरह्यो। डाक्टर साहब, डाक्टर सूर्य, हजुर। मैले अब अहिलेको मधेस प्रदेशमा जुन एउटा भाषाको कार्यान्वयन, कामकाजी भाषाको कार्यान्वयनको अवस्था जुन एउटा बन्यो त्यो कुनै न कुनै रूपमा त्यो सकारात्मक छ। त्यसलाई सकारात्मक लिनुपर्छ र म पनि लिएको छु र म एउटा भाषा विज्ञानकै विद्यार्थीको नाताले सबै भाषाको सम्मान गर्नु मेरो कर्तव्य पनि हो, म सम्मान पनि गर्छु। तर मेरो असहमति कहाँनिर छ भने एउटा जुन यो नेपालको कन्टेक्स्टमा हो, मधेसको कन्टेक्स्टमा हो, कुनै पनि कुरा, कुनै पनि भाषालाई तय गर्दाखेरि त्यो भाषाको संख्या हेर्नुपर्ने हुन्छ, त्यसको युज कति भइरहेछ त्यो पनि हेर्नुपर्छ, त्यसको लिपि र अन्य फ्याक्टरहरू जुन भाषाको रूपमा छ त्यसलाई पनि एउटा फ्याक्टर बनाउन सकिन्छ। तर त्यस्तो देखिएको छैन। मैले बोल्नुभन्दा पनि मैले तथ्याङ्कको सहयोगले के भन्न चाहन्छु भने जुन मैथिली, भोजपुरी र बजिका त्यो एउटा युजको हिसाबले र अरू त्यसको फ्याक्टरको हिसाबले त्यसलाई सहज रूपमा लिन सकिन्छ। तर म हिन्दीको विरोधी नभए पनि, अंग्रेजीको विरोधी नभए पनि त्यो जुन दुई कतै हाम्रो मधेसमा बोलिरहेको जुन भाषाहरू छ, ठुल्ठुला भाषा मैथिली, भोजपुरी, थारू लगायतका जुन छ, त्यसको लागि कतै न कतै एउटा गम्भीर प्रश्नको विषय पनि हो। किनभने अब नेपालको तथ्याङ्कलाई हेर्ने हो भने देशकै कन्टेक्स्टमा मैथिली दोस्रो, भोजपुरी तेस्रो, अनि जबकि हिन्दी तपाईको 23 नम्बरमा छ। त्यो भन्दा अगाडि थुप्रै भाषाहरू छन्, त्यो चाहिँ प्राथमिकतामा परेको छैन। यो एउटा बर्का ठुलो विडम्बना हो। तर मधेसको कन्टेक्स्टमा हेर्ने हो भने मधेसको मदर टङ मातृभाषाको रूपमा यसलाई विश्लेषण गर्ने हो भने मैथिली 1 नम्बरमा पर्छ भने भोजपुरी 2 नम्बर र बजिका 3 नम्बरमा पर्छ। त्यो एक हिसाबले ठिकै हो र भाषा आयोगको सिफारिस पनि योसँग मिलेको देखिन्छ। तर हिन्दी 10औं नम्बरमा छ। अंग्रेजी त झन् तपाईको 45 नम्बरमा छ। त्यो चाहिँ 5औं नम्बरमा परेको रहेछ। त्यो हाम्रो प्रदेश सरकारको जुन प्रस्ताव विधेयक आएको छ, यसलाई कसरी लिने हामी त? यो त ठुलो विडम्बनाको विषय हो। डाक्टर श्वेता, हजुर डाक्टर श्वेता, म यसमा तपाईको संख्या और तथ्याङ्क को इकट्ठा करने में जो ईमानदारी होनी चाहिए वो हमारे देश में है ही नहीं। जिस भाषा की बात ये कह रहे हैं कि वो 10वें नंबर पर या 23वें नंबर पर है, अभी मुझे लगता है कि मुझे नेपाल आए हुए 27 वर्ष हुए। इस भाषिक गणना की बात करूं, तथ्यांक संकलन की बात करूं, तो सबसे पहली जो यहाँ बेईमानी होती है इसी क्रम में होती है।
हमारे देश की ये विडंबना, जिस विडंबना की बात आप कर रहे हैं, सबसे बड़ी विडंबना तो ये है कि हम पूरे के पूरे देश में आधे से अधिक जो हमारी जनसंख्या है वो अशिक्षित है। उन्हें ये पता नहीं है कि भाषा, संपर्क भाषा और बोली, इसमें अंतर क्या है। और जिस बोली और मतलब 10वें पे हम हैं, उससे पहले जितनी भी भाषाएं हैं, जितनी भी बोलियां हैं, अगर उनका लिखित हर कुछ व्याप्त है तो स्वाभाविक है कि इसे लेना चाहिए। पर मैं ये बिल्कुल स्पष्ट हूं कि उन सभी भाषाओं में हिंदी की जो स्थिति है, उसके बोलने वाले उसे बोलते हैं, उसे प्रयोग करते हैं, उसको लिखते हैं, पर उसका तथ्यांक हमारे सामने उपलब्ध नहीं है। अगर ईमानदारी से तथ्यांक उपलब्ध कराया जाए तो यहाँ कोई शक नहीं होगा कि हिंदी सिर्फ मधेश में नहीं, उन जगहों पर भी हिंदी की स्थिति होगी जहां के लोग कहते हैं कि पहाड़ी, नेपाली या अन्य भाषाएं बोली जाती हैं। यहाँ मैं इस पक्ष में बिल्कुल नहीं हूं कि वो दिखा रहा है कि पॉइंट समथिंग कुछ 22 या 23 ऐसा ही था, वो हिंदी बोलने वाले की स्थिति है, तो मैं यहाँ विरोध करती हूँ। जिस उर्दू को दिखाया गया है कि 4.08, इस उर्दू को आप किस भाषा या किस बोली के तहत रखते हैं? उर्दू में कुछ जो वो बोल रहे होते हैं उसे आप उर्दू कहेंगे इसलिए क्योंकि उसमें कुछ एक शब्द फारसी के हैं, बाकी उनका अस्तित्व क्या है? क्या वो हिंदी बोलने वाले या हमारी जो लिपि है वो उर्दू लिखते भी होंगे? तो मुझे नहीं लगता है कि उनकी लिपि देवनागरी नहीं होती होगी। तो ये सारी बातें जो है, इस बातों पर भाषा विज्ञान के आप होंगे और मैं भी भाषा ही पढ़ा रही हूँ, पर जो वस्तु स्थिति होती है उससे बिल्कुल इतर बातें हमारे समक्ष रखी जाती है। हजुर इसलिए मैं पुनः कहूँ कि हजुर डाक्टर श्वेता, हजुर डाक्टर साहब, एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, अब मधेस भनेको पहिचानका आधारमा स्थापित भएको प्रदेश हो, यो चाहिँ सबैले स्वीकार गर्नै पर्छ। र जहाँसम्म भाषाको कुरा छ, यसमा चाहिँ अब कसलाई चाहिँ कामकाजी, सरकारी कामकाजी भाषा बनाउने भन्दाखेरि मातृभाषालाई हेरिएको अवस्था छ। र मधेसमा सबभन्दा बोलिने मातृभाषा भनेको मैथिली हो, होइन? यो मातृभाषाको परिभाषा चाहिँ के हुँदो रहेछ भन्दाखेरि, जन्मेपछि बालबालिकाले सबभन्दा पहिले बोल्ने जानेको भाषा भन्न खोजेको हो, होइन? जन्मेपछि बालबालिकाले सबभन्दा पहिला बोल्ने भाषालाई चाहिँ मातृभाषा भन्दो रहेछ। यो चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालयले परिभाषित गरेको यो चाहिँ भाषाको चाहिँ परिभाषा हो, मातृभाषाको। मैले हजुरलाई के सोध्न चाहे भन्दाखेरि, तपाईँले जुन सम्पर्क भाषाको कुरा गर्नुभयो त्यसमा डाउट छैन, हिन्दी सम्पर्क भाषा हो। यहाँ चाहिँ सरकारको कामकाजी भाषाको कुरा भइरहेको छ। यसमा तपाईँको तर्क के छ? किनभने हिन्दी बोल्ने मधेसमा जम्मा 14,232 जना छन्, जुन चाहिँ 0.23% मात्रै हुन आउँछ। त्यो चाहिँ 1% भन्दा पनि कम सङ्ख्या रहेको छ। जबकि मैथिली चाहिँ 41.73% छ। यसलाई चाहिँ तपाईँ कसरी बनाउनुहुन्छ? मैं अपने इस देश का सम्मान करती हूँ और देश की राष्ट्रभाषा का भी सम्मान करती हूँ। मुझे लगता है, जहां तक आप कह रहे हैं कि सरकारी कामकाज की भाषा, आप मैथिली को लागू कर दें, आप भोजपुरी को लागू कर दें, आप अवधी, बज्जिका जिसको भी लागू कर दें, पर अगर ये प्रचुरता में आएगी तो वहां नेपाली भाषा का ही अस्तित्व होगा। क्योंकि आप अगर कोई भी भाषा को लिखने और पढ़ने की जो अवस्था होती है, उसका शैक्षिक स्तर तो जरूर देखेंगे। शिक्षा के स्तर में मैथिली या भोजपुरी या अवधी या बज्जिका या अन्य कोई भी भाषा, उसकी पहुंच कहाँ तक है? क्या वो सरकारी कामकाज में अगर उसको आज डाल दिया जाए तो वो शुद्ध रूप में उसका अनुकरण कर पाएंगे या नहीं कर पाएंगे? बात ये, क्योंकि हम जिस तरह से पंचायत काल के समय से ही हमें तोड़ा गया, हम पर भाषा लादी गई और वो अब हमारी भाषा है, उस कंडीशन में मैं नहीं समझती कि आप मैथिली को या भोजपुरी या अवधी किसी को भी सरकारी भाषा बनाएंगे तो तुरंत का लागू हो जाएगा। हिंदी की तो मैं यहाँ बात नहीं, मैं हिंदी पक्ष की हूँ, पर ये मैं नहीं कहूंगी कि हिंदी को सरकारी कामकाज की भाषा बनाई जाए, मैं इसके पक्ष में नहीं हूँ। लेकिन हिंदी को उसकी जो उसका एक आधिकारिक दर्जा है वह जरूर मिलना चाहिए। आप मैथिली की बात कर रहे हैं, आप मैथिली और भोजपुरी जब भी आप लागू करेंगे हमारे ही प्रदेश में, जहां क्योंकि हम सभी लड़ने में यकीन करते हैं, जुड़ने की स्थिति नहीं होती है, चाहे संख्या अधिक हो या कम हो, वहां विभेद जरूर होगा। क्योंकि जिस पहचान की बात पर हम लोगों ने एक साथ लड़ा, वहां भाषा के बात पर यह विभेद तो होना ही होना है। इससे बचना है तो आगे क्या होना चाहिए वो आप लोगों को पता होगा। आनन्द जी, उहाँको भनाइ के रह्यो भन्दाखेरि मैथिली, भोजपुरी या बज्जिका
जुनसुकै भाषा राखे पनि आखिर अल्टिमेटली नेपाली नै ग्रहण गर्नुपर्ने बाध्यता छ। मैथिलीमा लेखेपछि सबैले पढ्न सक्ने कुरा त्यति व्यवहारिक नहुन सक्ला, किनभने हाम्रो जुन शिक्षा स्तर छ, जुन चाहिँ हामी बच्चैदेखि नेपाली पढ्दै आएका छौँ, त्यसले चाहिँ कस्तो प्रभाव पार्छ? रह्यो कुरा नेपालीलाई हामीले कम्पल्सरी नै भनेको छ। नेपाली भनेको संविधानले के भनिदियो भने संविधानले नेपालको संविधानको धारा तपाईँको 7 ले के भनिदियो भने देवनागरी लिपिमा लेखिएको नेपाली भाषा चाहिँ नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेर पहिले नै किताकाट गरिसकेको छ। त्यो त राख्नै पर्यो। सबै भनेको अफिसियल ल्याङ्ग्वेज देवनागरी लिपिमा लेखिएको भाषा हुनेछ। त्यसपछि त्यसका अतिरिक्त चाहिँ प्रदेशले चाहिँ आफ्नो प्रदेशमा बोलिने एक वा एक भन्दा बढी जति पनि राख्न सक्छ है, एउटा क्राइटेरिया बनाएर राख्न सक्छ भनेर भनेको छ। अब रह्यो कुरा अब तपाईँको दुईटा अफिसियल ल्याङ्ग्वेजको सवालमा यसलाई अलि बढी राम्ररी बुझ्नुपर्ने हुन्छ। ल्याङ्ग्वेज भनेको कस्तो कस्तो ल्याङ्ग्वेजहरू अघि म्यामले भन्दै हुनुहुन्थ्यो नि, हिन्दी ल्याङ्ग्वेज तपाईँ उसलाई संरक्षण गर्नुपर्ने अवस्था छैन, उसलाई संरक्षण गरिदिनु पर्ने अवस्था छैन, तर त्योसँग बेनिफिट लिने अवस्था चाहिँ छ हामीलाई है। हामीले त्यसलाई त्यो भनेको मधेसको लागि अथवा नेपालको लागि मात्रै होइन कि आज साउथ एसियाको लागि हिन्दी भनेको लिङ्गुवा फ्रेङ्का हो, सम्पर्क भाषा हो है। त्यसैले त्यसलाई कामकाजको सवालमा त्यसलाई कामकाजमा राख्ने मलाई लाग्दैन, त्यसलाई कामकाजकै भाषाको रूपमा राख्नुपर्छ, तर त्यो सम्पर्क भाषाको रूपमा चाहिँ राख्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यो एउटा सम्पर्क भाषा बोल्ने चाल्ने, एक अर्का भाषीसँग कुराकानी गर्ने, अफिसियल रूपमा कहीँ प्रेजेन्ट गर्नु पर्यो भने प्रेजेन्ट गर्न सक्ने, त्यसमा कानुनी कुनै विवाद नआओस् भनेर त्यसलाई अफिसियल ल्याङ्ग्वेज राख्न, त्यसलाई हामी कामकाजको भाषाको सट्टामा, शिक्षाको भाषाको सट्टामा हामीले त्यसलाई के गर्न सक्छौँ भने हामीले सम्पर्क भाषाको रूपमा राख्न सक्छौँ। त्यस्तै हामीलाई संरक्षणको आवश्यकता कसको छ भने त्यहाँको लोकल ल्याङ्ग्वेजको, जस्तै जुन भाषा आयोगले सिफारिस गरेका छ मैथिली, भोजपुरी र बज्जिका, त्यहाँको मध्य प्रदेशको प्रमुख 3 वटा भाषा त्यहाँ छ है। त्यसलाई संरक्षण गर्ने, त्यसलाई कामकाजमा ल्याउने, त्यसलाई शिक्षामा ल्याउने, त्यसले के गर्छ भने त्यसलाई बिस्तारै बिस्तारै उकास छ। तर प्रदेश सरकारले जुन विधेयक ल्याएको छ, हजुर, प्रदेश सरकारले जुन विधेयक ल्याएको छ 3 वटा बाहेक अर्को थप 2टा राखिएको छ हैन, हिन्दी र अंग्रेजी। भाषा आयोग त सिफारिस गर्ने मात्रै हो। अजय जी, मैं कुछ बोलना चाहूंगी। हजुर कि कुछ एक बातें होती हैं जिसको आप तथ्य के आधार पर जाने। अगर आप सरकारी कामकाज की भाषा मैथिली, भोजपुरी या अन्य भाषाओं को रखते हैं, तो जिस तरह मैं अगर आज जाऊं और मुझे एक एप्लीकेशन देना होगा वहां की किसी सरकारी संस्थान में, तो मुझे नहीं लगता कि मैं वहां मैथिली को लूंगी या भोजपुरी को लूंगी, स्वतः वह नेपाली जाएगा। लेकिन अगर हिंदी और अंग्रेजी की बात जिस तरह रखी गई है, तो कल को आपको ये मानना पड़ेगा, ये इस देश की व्यवस्था का है या शैक्षिक स्थिति के, हमारे बच्चे अंग्रेजी में ज्यादा सहज होंगे। उन्हें अगर किसी सरकारी कामकाज में जाना पड़ा तो वो कभी भी मैथिली में या अन्य भाषा में ना जाकर के वो अंग्रेजी में देना चाहेंगे। एक जो अंतरराष्ट्रीय स्थिति है अंग्रेजी की, उस स्थिति में अगर हिंदी और अंग्रेजी को रखा जा रहा है, हमारे यहाँ से, मैं ये बात संपर्क भाषा की बात अभी आनंद जी ने कही, बिल्कुल संपर्क भाषा के नाम पे तो आप उसको इनकार ही नहीं कर सकते। हर व्यक्ति, हर आधी पीढ़ी, हमारी जो युवा पीढ़ी है वो विदेशों में है, वहां पे वो सभी के सभी बहुत अच्छे नौकरी में नहीं जाते, जो मजदूर बन के जाते हैं, जो खाड़ी देशों में जाते हैं, उनकी भाषा क्या होती है? क्या लगता है आपको? वो जो वहां कम्युनिकेट करते होंगे किस भाषा में करते होंगे? निसंदेह वो हिंदी में करते हैं। और वो जब वहां बहुत दिन रह जाएंगे और उन्हें फिर मधेश आके कुछ कामकाज करना होगा, तो स्वतः वह हिंदी को अपनाना चाहेंगे। अगर ऐसे में एक प्रावधान आता है कि हमें ये छूट है कि हम हिंदी में, अंग्रेजी में, भोजपुरी में, अवधी में सरकारी कामकाज में सेवाग्राही के तौर पर उसे प्रयोग कर सके, तो इसमें किसी को क्या ऐतराज हो सकता है? हजुर, डाक्टर सूर्य, तपाईँ तथ्याङ्कको कुरा गरिराख्नु भएको छ हैन, तर आनन्दजी र डाक्टर श्वेताको भनाइ तथ्याङ्कतिर नजाउँ। यहाँ चाहिँ के छ भन्दाखेरि हिन्दीलाई चाहिँ हामीले स्वीकार गर्नुपर्छ, किनभने एउटा चाहिँ सम्पर्क भाषा पनि छ र यसलाई चाहिँ हामीले स्वीकार गरेर अगाडि बढ्नुपर्छ। अङ्ग्रेजीलाई पनि स्वीकार गरेर अगाडि बढ्नुपर्छ। तपाईँ तथ्याङ्कतिर जानु भएन, कतिजना बोल्छन्
त्यतातिर जानु भएन। जस्तै अङ्ग्रेजीको कुरा गर्ने हो भने यो प्रदेशमा जम्मा 45 जनाको मातृभाषा रहेछ, जम्मा 45 जनाको, होइन? भनेपछि यसलाई चाहिँ यो कतिजना बोल्छन् भनेर चाहिँ त्यसरी जानु भएन भन्ने चाहिँ उहाँहरूको तर्क छ। सबभन्दा ठुलो कुरा के हो भने उहाँहरूको कुरा केही हदसम्म सत्य पनि हो। डाक्टर दीप्ति र आनन्दजी जो कुरा सम्पर्क भाषाको रूपमा गर्नुभयो, कुनै पनि भाषाको दुईटा रूप हुन्छ, एउटा रिटेन हुन्छ, अर्को अनरिटेन हुन्छ। र सम्पर्क भाषा त्यो रिटेन र अनरिटेन दुइटै हुन सक्छ। त्यसलाई यसरी हेर्दाखेरि हाम्रो रिटेन र अनरिटेन दुइटै भाषाको रूपमा हाम्रो नेपाली भाषा जुन छ त्यो अलरेडी हाम्रो सम्पर्क भाषाको रूपमा छ। हुन सक्छ त्यो मधेसमा कभर नगर्ला, त्यसको लागि हिन्दीले कभर गरिरहेको छ, यो ध्रुव सत्य कुरा हो, त्यसमा कुनै दुई मत छैन। तर सम्पर्क भाषालाई यो एउटा माध्यमको भाषा मात्र रूपमा लिने कि कामकाजी भाषा बनाउने भन्ने कुरा महत्त्वपूर्ण विषय हो। जुन कुरा यहाँ जुन आएको छ हाम्रो विधेयकमा त्यो हाम्रो सम्पर्क भाषाको रूपमा कुरा गरेको छैन। यदि त्यो गरेको भए त्यसमा मैले असहमति जनाउने विषय थिएन, हैन? तर के छ भने उहाँले कामकाजी भाषा बनाएको छ। सबभन्दा पहिला त के बुझ्नु पर्यो भने हाम्रो भाषा आयोगले 3टा भाषाको सिफारिस गरेछ। यो भाषा आयोगको सिफारिस अप्सनल हो, अब्लिगेटरी होइन भन्ने कुरा जुन आनन्दजीले भन्नुभयो त्यो कुरामा पनि सत्यता हो। तर एउटा भाषा हामी पहिलादेखि नेपाली प्रयोग गरिरहेको छौँ र त्यसको व्यापक प्रयोग छ। त्यो योभन्दा अगाडि 2 क्याटेगोरिजमा भाषा थियो, एउटा राष्ट्र अर्को राष्ट्रिय। अहिले चाहिँ सब भाषा नेसनल भाषा भएको छ, नेसनल ल्याङ्ग्वेजै भएको छ। पहिला नेसनल र नेसन ल्याङ्ग्वेज थियो। त्यो हिसाबले कतै न कतै हामीले नेपालीलाई सम्पर्क भाषाको एउटा शिक्षित वर्गमा सम्पर्क भाषाको रूपमा युज गरिरहेछौँ। तर डाक्टर दीप्तिजीले जुन कुरा भन्नुभयो, एउटा अनएजुकेटेड फिल्डमा जुन हिन्दीको प्रयोग नगरिकन कम्युनिकेसन नहुने अवस्था पनि आउन सक्छ, त्यो कुरा पनि सही हो। तर त्यसको सम्पर्क भाषालाई यहाँ ल्याउनु जरुरी थिएन। सम्पर्क भाषा डिफल्ट हुन्छ, उहाँको भनाइ के भने त्यसलाई रिटेनमा ल्याउनु जरुरी रहोस्, हैन? त्यो 3वटा मुख्य भाषा छन्, त्यो चाहिँ रहोस् के? हिन्दी र म त यो भन्छु कि के बिग्रिन्छ भन्ने उहाँको भनाइ चाहिँ के भन्दाखेरि जहाँसम्म अङ्ग्रेजीको कुरा हुन्छ, हामीले कुनै पनि कुरालाई सरकारीको डकुमेन्टेसन गर्दाखेरि त्यसको कुनै एउटा आधार हुनु पर्यो। किनभने कुनै पनि भाषा सबल हुनको लागि त्यसको धेरै कम्पोनेन्टहरू हुन्छ, जुन चाहिँ अङ्ग्रेजी र हिन्दीले केही हदसम्म गरे पनि अङ्ग्रेजीले त दूर अङ्ग्रेजी हुन त हाम्रो राष्ट्रिय भाषा। यहाँ के छ भने अगाडि भन्नुभएको थियो नि उहाँले, यो त हामी लिङ्ग्विस्टले त मिथ्याङ्कै भन्छौँ, वास्तवमा यसलाई तथ्याङ्क होइन। तर जुन छ त्यसैलाई मान्ने हो भने अङ्ग्रेजी भाषा त विदेशी भाषा हो, त्यसमा दुई मतै छैन। के त हामी विदेशी भाषालाई मध्य प्रदेशको कामकाजी भाषा बनाएर सबल हुन कोसिस गर्दैछौँ त? के यो हाम्रो बुद्धिमानी भन्ने हो? उहाँले भन्नुभयो हिन्दी विदेशी भाषा हो, अङ्ग्रेजी विदेशी भाषा हो, यो चाहिँ प्रदेशमा चाहिँ राख्नु भएन, मधेसको चाहिँ सरकारी कामकाजको भाषा बनाउनु भएन, उहाँको भनाइ चाहिँ। विदेशी भाषा, मुझे तो हंसी आती है कभी कभी जब हिंदी पे यहाँ बवाल उठता रहता है। तो हिंदी को भी हमेशा कहा गया कि ये विदेशी भाषा है नेपाल के लिए। एक अमेरिकन विद्वान ने आके कहा, लोगों ने उसे मान लिया, तमाशा भी हुआ, हिंदी बचाओ की बात भी हुई। लेकिन अंग्रेजी की जब बात होती है तो युवा पीढ़ी की मैं हमेशा बात यथार्थ पे करती हूँ। मैं वो सिर्फ कहने के लिए नहीं कहती। तो जो हम लोगों ने कभी भी सामाजिक या सोशल मीडिया में आप जाए तो हिंदी को लेकर के जो वैमनस्यता होती है और अंग्रेजी के लिए जो प्यार उमड़ता है, तो अगर ये कहा जाए कि सरकारी कामकाज की भाषा में अंग्रेजी को शामिल नहीं कर रहे हैं चूंकि वो विदेशी भाषा है, तो फिर हम इतने विवश क्यों हो जाते हैं कि हमारी पूरी पीढ़ी अंग्रेजी में ही है। उनके सामने आप अगर कहेंगे अंग्रेजी को पछाड़ी किन दौड़ी, तो वो एक ऐसा कटु सत्य है हमारे सामने अजय जी, जिसको हम इनकार नहीं कर सकते। हमारी शैक्षिक व्यवस्था ऐसी है जहां बच्चे, आज आप जिस पीढ़ी में हैं और आज जो
कामकाज सरकार राज्य संचालन कर रहे हैं, कल कुछ वर्ष पूर्व जब नई पीढ़ी आएगी तो उनके लिए कितना सहज कौन सी भाषा होगी, ये सोचने वाली बात है। और इसको शैक्षिक स्तर पे किस तरह सुधारा जाए, वो भी सोचने वाली बात है। आपको पता है कि यहाँ पाठ्यक्रम में नेपाली के अतिरिक्त हिंदी, भोजपुरी, मगधी, मैथिली सभी के पाठ्यक्रम बनते हैं। क्या कोई एक ऐसा डाटा मुझे कोई बताएगा कि मधेश में मैथिली कितने बच्चे पढ़ते हैं? कल जो कर्णधार होंगे उनकी क्या स्थिति है, वो क्या करना चाहते हैं? और अगर हम सरकारी काम का कुछ मैथिली अभियानी या भोजपुरी अभियानी या हिंदी अभियानी तो मैं मानते ही नहीं, मैं कभी इस अभियान में नहीं लगी, मुझे लगता है कि मैं इस पक्ष की हूं तो हूं, लेकिन उन लोगों ने मैथिली को, उसकी पारिभाषिक शब्दावली को, शब्दकोश को कितना बृहद किया है जिसको हम स्वीकार कर सके। कहीं ना कहीं जब आप उससे रचेंगे या आप लिखेंगे या कोई विधान बनेगा तो उसपे भी आगत शब्दावली ही लिया जाएगा, चाहे वो अंग्रेजी का होगा, चाहे वो हिंदी का होगा, आनन्द जी, या फिर नेपाली का आनन्द होगा। आनन्द जी, उहाँको भनाइ के रह्यो भने अहिले जुन भाषा कुराहरू गरिए पनि आखिर हाम्रो जुन पुस्ता छ, अबका पुस्ताहरू जुन छन् तिनीहरू चाहिँ अङ्ग्रेजीकै पछाडि दौडिनु पर्ने बाध्यता चाहिँ छ हामी समक्ष। भनेपछि त्यसलाई किन सबल गर्दै अगाडि नबढ्दै त, अङ्ग्रेजी होस् या हिन्दी होस्? अब अङ्ग्रेजीलाई सबल गर्नमा त कसले, अङ्ग्रेजी भनेको हामीले पाठ्यक्रममा शिक्षा ऐनले नै हाम्रो माध्यमको, शिक्षाको माध्यम भनेर अङ्ग्रेजी, नेपाली अथवा मातृभाषा भनेर लेखा छ। त्यो पनि मातृभाषालाई त्यति जोड नदिएर अङ्ग्रेजी र नेपालीलाई एक्सेप्ट गरेको अवस्था छ शिक्षाको लागि, नेपालको कानुनले नै है। अब शिक्षामा अलरेडी एक्सेप्ट गरेको अवस्था हो अङ्ग्रेजी, र हामीले हाम्रो मनोविज्ञान भनेको अङ्ग्रेजी माध्यममा पढ्यो भने बच्चाहरू सबल हुन्छन्, र रियालिटी चाहिँ त्यो होइन। रियालिटी भाषा त के हो भने भाषा मात्रै सिक्ने हो, जस्तै फ्रेन्च हो त्यस्तै अङ्ग्रेजी हो, तर अङ्ग्रेजीलाई हावा बनाएर हामीले अङ्ग्रेजीलाई धेरै ठुलो ये बनाएको दुर्दशा है, मानसिकता का दुर्दशा है। एटिच्युड। तर जे होस् हामीले एक्सेप्ट गरिसकेको अवस्था हो, र अङ्ग्रेजीलाई हामीले एक्सेप्ट गरेको अवस्था हो, शिक्षा कानुनले पनि एक्सेप्ट गरेको अवस्था हो। रह्यो कुरा भाषाको सवालमा, भाषा मैले अघि पनि जोड्दै थिएँ, भाषा एउटा शिक्षाको लागि भाषा चाहियो, एउटा सञ्चारको लागि भाषा चाहियो, अर्को कामकाजको लागि भाषा चाहियो, अर्को सम्पर्क गर्नको लागि भाषा चाहियो। अब सबै भाषा सबैको लागि फिट हुन सक्दैन के। हाम्रो कन्टेक्स्टमा हामी बहुभाषिक समाजमा बस्छौँ र हाम्रो आफ्नो मातृभाषालाई संरक्षण गर्ने अवस्था छ नै, हामीले त्यसलाई छोड्न सक्दैनौँ, त्यसलाई छोड्नु पनि हुँदैन, किनभने त्योसँग धेरै नलेजहरू बसिरहेको हुन्छ। एउटा त्यही सबभन्दा फोकस कुरा के हो भने हाम्रो आफ्नो भाषाहरूलाई संरक्षण गर्ने, र अर्को माथि अरू कसरी जाने, जस्तै अङ्ग्रेजीलाई हामी कहाँ कुन अवस्थामा राख्ने, अङ्ग्रेजीलाई कामकाजको भाषा बनाउन जरुरी मलाई लाग्दैन है। हिन्दीलाई कामकाजकै भाषा बनाउनु पर्छ भने मलाई लाग्दैन। हिन्दीलाई सम्पर्क भाषा बनाउन सकिन्छ, सञ्चारको भाषा बनाउन सकिन्छ होइन। अङ्ग्रेजीलाई शिक्षाको भाषा बनाउन सकिन्छ, मातृभाषा र अङ्ग्रेजीलाई भनेको भाषालाई हामी कसरी लिने भनेर मेन बुझाइ बुझ्नुपर्ने हुन्छ। हामीसँग धेरै भाषाहरू छन्, त्यो भाषाहरूमध्ये कुन भाषालाई कुन हैसियतमा राख्ने, कुन आवश्यकता छ त हामीलाई, त्यो अनुसार यदि हामीले कानुन बनायो र भोलि गएर अगाडि बढ्यो भने हामीलाई घातक हुँदैन। नत्र भने हामीले कुनै एउटा ज्यान, जस्तै अब अङ्ग्रेजी जस्तो भाषालाई भोलि गएर हामी कामकाजको भाषामा ल्यायो भने भोलि हाम्रो मातृभाषाहरू कसैले प्रयोग गर्नेवाला छैन, फेरि त्यो भाषाहरू त्यस्तै डाउनफल भएर जाने हो। हामीले यसलाई संरक्षण गर्नु छ भने अङ्ग्रेजीलाई शिक्षाको भाषा बनाउन सकिन्छ, एउटा हायर एजुकेसनको भाषा, ठिक छ, तर त्यसलाई कामकाजको भाषामा मलाई राम्रो, त्यो बहुभाषिकताको सवालमा हामीले त्यो एउटा क्राइटेरिया बनाएर राख्दा केही फरक छैन। धेरै भाषा जति भाषा राख्यो त्यति राम्रो हो, तर हाम्रो आफ्नो भाषाहरूलाई, मौलिक भाषाहरूलाई कति संरक्षण गर्न सकिन्छ त्योलाई आधार बनाएर यो कानुन ल्याउनु पर्ने मलाई लाग्छ। डाक्टर श्वेता, आनन्दजीले जुन भन्नुभयो कि अङ्ग्रेजी र हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउँदा त्यति उपयुक्त देखिएन, यो बाँकीको जुन 3वटा छ त्यसलाई मात्रै बनाउँदा हुन्छ। यी दुईटा त सम्पर्क भाषा हुन् होइन, हिन्दी त्यसै पनि सम्पर्क भाषा हो र अङ्ग्रेजी चाहिँ शैक्षिक गतिविधिका लागि प्रयोग हुने भाषा हो। त्यसैले यसलाई चाहिँ
कामकाजको भाषा बनाउनु त्यति उपयुक्त छैन, यसमा चाहिँ तपाईँको धारणा के छ? कानूनविद हैं आनंद जी, तो स्वाभाविक है कि उनकी बातें तर्कसंगत होती होंगी। लेकिन जहां तक मुझे लगता है कि अगर किसी को सुविधा दी जाए कि हाँ आप अपनी भाषा में काम कर सकते हैं, तो उसमें ऐतराज भी नहीं होना चाहिए। उन्होंने जो कहा कि एक कैटेगरी तय करता है कोई भी भाषा के लिए, चाहे वो नेपाली हो, मैथिली हो, भोजपुरी हो, ये उस बात से मैं सहमत हूँ। कुछ भाषाएं साहित्य की भाषा होती है, साहित्य और संस्कृति की भाषा होती है, क्योंकि ये एक जो भाषाएं हैं, भोजपुरी, अवधी, वज्जिका या मैथिली, इनके संवर्धन की भी बातें आती है, जहाँ सचेत होना बहुत आवश्यक है कि अगर हम उसके लिए नहीं करेंगे तो कहीं आगे चल के वो भाषाएं विलीन होने की कंडीशन ना हो जाए कि उसे कोई बोलना ही नहीं चाहे। इसके लिए आवश्यक है कि वो प्रदेश की भाषा बने, प्रदेश की सरकारी कामकाज की भाषा बने। इसमें कोई भी मुझे कोई शंका नहीं है, ये होना चाहिए। नेपाली की अपनी महत्ता है, लेकिन उसके साथ ही अगर हिंदी को उसमें शामिल किया जाए तो हम जैसे लोगों के लिए शायद ये बहुत सहज होगा, बहुत मतलब अपने आप पे एक आत्मसंतोष की भी बातें होंगी कि हिंदी जो आपके आंदोलन की भाषा बनी, जो आपकी शिक्षा की भाषा बनी। हम सभी जानते हैं कि हमें शिक्षित करने में महत्व रहा है हमारे देश, मतलब आंदोलन की भाषा में इसलिए कह रही हूँ कि जब जब इस देश में कुछ भी हुआ तो हिंदी को ही मधेश के प्रदेशों में स्वीकार किया गया, नेताओं ने उसको स्वीकारा। उस स्थिति में अगर हिंदी को यह स्थान प्राप्त होता है तो इसमें कोई किसी को ये डर नहीं होना चाहिए कि हिंदी को अगर लागू किया जाता है तो अन्य भाषाओं का अस्तित्व खतरे में पड़ जाएगा। हजुर, आप माने अ, इस बात को कि हमारी पीढ़ी, हमारे पूर्वज इस भाषा से ही बहुत आगे बढ़े और इस देश को शिक्षित करने में हिंदी का अपना योगदान रहा है। आज की युवा पीढ़ी भले इस बात को नहीं माने, लेकिन इस इतिहास को कोई नकार भी नहीं सकता। तर एउटा तर्क के छ भन्दाखेरि नेपाली त छँदैछ नि, तपाईँ सम्पर्क भाषाको कुरा गर्नु पर्यो भने पनि नेपाली त छँदैछ। किनभने हामी मधेसमा चाहिँ के भन्दै आएका छौँ भने भाषिक अतिक्रमण भयो होइन। पहिला चाहिँ एकल भाषा थियो, अब चाहिँ छुट्टै प्रदेश बन्यो, संहिता आयो, यसमा चाहिँ आफ्नै वर्चस्व होस् भन्ने चाहिँ चाहना छ होइन। अब एउटा नेपालीलाई हटाउन गइरहेको छौँ, अब चाहिँ हामी फेरि चाहिँ अर्को अतिक्रमणको शिकार बन्ने त भन्ने चाहिँ प्रश्न पनि छ नि त, होइन र, हिन्दी राखेर। ये डर है अजय जी, ये डर है। मैंने पहले ही कहा कि जिसे आप हटाने की बात कह रहे हैं उसको कभी आप हटा नहीं पाएंगे। इस यथार्थ को समझें कि एक राष्ट्र की एक अपनी भाषा होती है, इसको आपको स्वीकार करना पड़ता है। उसे जितने ऊपर तक पहुंचना था वो पहुंच चुकी है और उसके छाव में कहता है कि बट वृक्ष आपके अपने पैर नीचे किसी को पलने नहीं देता। हम लोग उस कंडीशन में हैं ऑलरेडी। आप अगर ये कह रहे हैं कि नेपाली को हटा करके मैथिली को बनाया जा रहा है और अब हिंदी की बात आएगी तो हिंदी से उसे खतरा है, ये खतरा तो बिल्कुल नहीं है। ये कहना आपको अपने लिए ही कमजोर करता है, आपका डर ये बोलता है। तो हिंदी के लिए ये सोचना, मैं ये कह रही हूँ कि जिस हिंदी को आप किसी भी बॉर्डर एरिया में, हमारा तो घिरा हुआ है मधेश, चाहे वो जनकपुर से हो, जोगबनी से हो, चाहे झापा से हो, और उधर के लोग बड़ी मजे से नेपाली बोलते हैं, उनको ये डर नहीं रहता, क्योंकि ये विस्तार होता है। किसी भी भाषा को स्वीकार करना उससे आपका विस्तार होता है। ये नहीं कि वो भाषा, अगर हिंदी की बात आप करते हैं तो हिंदी को क्या लगता है, आज जिस हिंदी से यहाँ देश में आंदोलन को सहायता मिली या शिक्षा को सहायता मिली, उस हिंदी का वर्चस्व तो बहुत पहले ही खत्म हो चुका है। उस स्थिति में अगर मधेश में यह डर है कि हिंदी को विधेयक के द्वारा एक पांचवें रूप में उसको, या 3 भाषा के बाद 2 भाषा में, अंग्रेजी और हिंदी में शामिल किया जा रहा है, इससे अन्य भाषाओं को खतरा है, तो मैं इस बात से इत्तेफाक नहीं रखती। हर भाषा का अपना महत्व होता है और मैथिली पहली भाषा है, बिल्कुल खतरा नहीं है। अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। डाक्टर सूर्य, तपाईँ के भन्नुहुन्छ यसमा? अजयजी, तपाईँले जुन कुरा भन्नुभएको हो कि हाम्रो एउटा प्रवृत्ति, एटिच्युड भनौँ न, त्यसलाई लिङ्ग्विस्टिकमा एटिच्युड भन्छ है, हाम्रो मानसिकतामा कतै न कतै समस्या छ क्या। किनभने हामीले नेपालीलाई सदियोदेखि गाली गर्दै आइरहेका छौँ। यसले हामीले भाषालाई खाइदियो, हाम्रो मातृभाषालाई खाइदियो, अनि अर्को मातृभाषालाई हामी प्रेसरै दिइरहेको छौँ क्या। एउटा हामीलाई खाने
भाषा हुँदाहुँदै अर्को भाषालाई आमन्त्रित गर्नु पनि कतिसम्मको जायज हो, यो कुरा त तपाईँ हामीले बुझ्नै पर्ने कुरा हो कि। कुरा कहाँ छ भने अर्को अर्को एउटा कुरा जुन शिक्षाको आनन्दजीले भन्नुभएको हो, शिक्षाको माध्यम, सञ्चारको माध्यम र यो कामकाजी भाषाको किन यो आखिर यो कन्सेप्ट किन आयो त? हामी त नेपालीबाट कम्युनिकेसन गरिरहेकै थिए, हिन्दीबाट भाषण गरेकै थिए, यो नेताहरू पनि हिन्दीको मोह जुन छ त्यो गरेकै थियो, प्रयोग गर्नमा रोकटोक केही पनि छैन। किन चाहियो होइन सरकारी काम किन चाहियो? आखिर यो मातृभाषाको आखिर यो किन त आयो त कुरा त? किनभने यसले हाम्रो पहिचानलाई झल्काउनुको साथसाथै हामी बीच जुन एउटा फाटो छ त्यो एउटा भाषिक रूपमा सबैलाई समेट्नको लागि यो कन्सेप्ट आएको हो। जुन कन्सेप्ट अनुसार यो चाहिँ हामी यो कामकाजी भाषाको कुरा आएको छ, अनि हाम्रो नेपाली त एउटा अलरेडी छँदैछ, त्यसमा यो बजिका अब त्यो भाषा आयोगको पनि यो तीनटालाई गरिदिएपछि तीनटै लागू गर अनि गर्नै पर्छ भन्ने कुरा होइन के। यो क्रमशः गर्दै जाँदा हुन्छ। तपाईँले एउटा त तपाईँलाई छँदैछ, अर्को एउटालाई लग्ने, त्यसको प्र्याक्टिस गर्ने, त्यस पछाडि अर्को क्रमशः गर्दै जाने, अनि एकैचोटि 5टा किन त? यो नेताहरूको यो राजनीतिक महत्त्व होइन, कतै त्यो शङ्काको विषय त्यो पनि हो। आनन्दजी तपाईँलाई त्यस्तो लाग्छ? नेताहरूले गरेको हो यो हिन्दी र अङ्ग्रेजी राखेर? विधेयक ल्याउने नै राजनीतिक दलले हो, राजनीतिक पार्टीले हो भने, संसदले ल्याउने हो भने त नेताले नगरे कसले गर्ने हो? कसले गर्छ भने उहाँले होइन, त्यसमा हामी छलफल गर्दैछौँ। तर मूल नेताले नै हो। बुझ्नुपर्ने के कुरा छ भने यसमा दोस्रो विश्व प्राय म यसमा एउटा क्वेसन म थप्न खोजेँ, किनभने प्राय के देखिन्छ भने जो नेताको मातृभाषा मैथिली या भोजपुरी छ या बजिका छ, ती नेताहरू पनि हिन्दीमा भाषण गरेको सुनिन्छ नि होइन? यो त ध्रुव त सत्य हो नि त यो कुरा होइन? त्यो कुराले पनि प्रभाव पारेको हो कि यो विधेयकमा? तपाईलाई म हिन्दीको स्टेटस भनिदिन्छु के। तपाईलाई हिन्दी भनेको अजयजी यो कुरा हेर्नुस् न, मानसिकता त त्यहीबाट झल्किन्छ नि होइन? यो नेताहरूको मानसिकता पनि त्यहीबाट झल्किन्छ। कुरा पहिचानको गर्ने अनि व्यवहारमा चाहिँ पहिचानलाई कसरी मास्न सकिन्छ भन्ने विधेयकमा ल्याउने भएपछि त दोहोरो चरित्र देखिएन त उहाँहरूको? अनि त्यो दोहोरो चरित्र देख्नु भएन नि त। फेरि पहिचानको कुरा गर्ने, आन्दोलन गर्ने, जनताको बीचमा जाँदा ठुल्ठुला भाषण गर्ने, पहिचानको आधारमा हामी यो गर्छौँ, हाम्रो अधिकार गयो, अनि अधिकार दिइसके पछाडि कार्यान्वयनको विषय आउँदाखेरि विदेशी भाषालाई चाहे अर्को भाषालाई प्रश्रय दिएर जाने हो भने यो दुई चरित्र यो नेताहरू यसलाई जनताले गर्ने बेला आएको छ क्या, यो जनताले खबरदारी गर्ने बेला आएको छ। सूर्यजीलाई मैले पनि भन्नुपर्ने भयो। सूर्यजीलाई के लाग्छ भने हिन्दी विदेशी भाषा हो भनेर उहाँलाई लाग्छ। उहाँले उहाँको परिभाषामा होइन, मैले हिन्दीलाई भनेको छैन, हिन्दीलाई भनेको छैन, अङ्ग्रेजीलाई भनेको छु है। अब पृथ्वीनारायण शाहले हिन्दीमा लेखेका छन् है, लक्ष्मीप्रसाद देवकोटाले हिन्दीमा लेखेका छन्, बिपी कोइरालाले हिन्दीमा लेखेका छन् भने यो हिन्दी र अर्को हिन्दी कहाँबाट आयो भनेको यो मध्य देश जुन हामी जसलाई मधेस भन्छौँ त्यहीबाट उत्पत्ति भएको भाषा हो। कुनै त्यो बरु कालान्तरमा के भइदियो भने 1816 मा सुगौली सन्धि भएर के छुट्यो भने मधेसको 2 टुक्रा भयो, एउटा केही पार्ट नेपालमा आयो, केही भारतमा गयो, र त्यही मध्य देशको मूल भाषा हिन्दी हो। हिन्दी भाषा म तपाईलाई एकै सेकेन्ड रोके है। अरु मैले सबभन्दा पहिला त तपाईँ यो क्लियर हुनुस्, म हिन्दीलाई विदेशी भाषा भनेको छैन। यो तथ्याङ्कवालाले अङ्ग्रेजीलाई पनि जुन राष्ट्रिय भाषा 124 छ नि त्यो लिस्टमा राखेको छ नि, त्यो हास्यास्पद कुरा हो क्या। किनभने अङ्ग्रेजी हाम्रो राष्ट्रिय भाषा जुन संविधानमै भनेको छ त, देशभित्र बोलिने जति पनि भाषा छन् ती सबै चाहिँ राष्ट्रिय भाषा हो भनेर संविधानले भनिसकेपछि 45 जनाको मातृभाषा, हजुर 45 जनाको मातृभाषा अङ्ग्रेजी हो भने स्वाभाविक रूपमा अङ्ग्रेजी पनि मातृभाषा त भयो, संविधानले भनेकै छ। अजय जी एक बात मैं कहूँ कि आजकल हमारे जितने बच्चे विदेश जा रहे हैं वो वहीं की लड़की से शादी करके ला रहे हैं, वो जर्मन हो, ब्रिटिश हो, ऑस्ट्रेलियन हो, और वो यहाँ की वधू बनेंगी
तो उनको क्या लगता है आपको, उनसे आप किस भाषा में कम्युनिकेट करेंगे? तो स्वाभाविक है अंग्रेजी का वर्चस्व तो बढ़ेगा, बढ़ ही रहा है। ये एक आजकल के जो चलन की बात है, मैं अपने इर्द गिर्द ही देखती हूँ कि बच्चे को मैं पढ़ने भेज रही हूँ, बच्चे वहां से लेके आ रहे हैं। तो अभी तक तो क्या क्या कहते थे भारत के लिए, बेटी बेटी रोटी का बेटी रोटी का संबंध। तो उस नाते हम लोग को कहा गया है कि भाई हम लोग तो वहां से लेके आ जाते हैं अपनी भाषा को, जबकि मैं आनंद जी के इस बात से सहमत हूँ कि कहीं से ये भाषा हिंदी यहाँ आई नहीं है, हिंदी यहीं की भाषा है। मैं साहित्य से जुड़ी हुई हूँ, और एक प्रवासी साहित्य की जब बात आती है, मैं अक्सर उस मंच पे बोलती हूँ कि भाई हमारे जो हम लोग हिंदी में नेपाल में लिखते हैं, तो हमें क्यों नहीं प्रवासी साहित्य में रखा जाता है? तो बाहर भी विदेशों में यही कहा जाता है कि नहीं, नेपाल के लिए वो आप जो रच रही हैं वो नेपाल की हिंदी है, वो प्रवासी हिंदी नहीं है, क्योंकि आप लोग वहीं के हैं मूलतः। इस स्थिति में अगर हिंदी यहाँ की भाषा रही, किसी तरह उसके ऊपर अन्य भाषाएं आती गई और हिंदी दबती चली गई, और आज अगर एक वैधानिक स्थिति में हिंदी को कहीं शामिल किया जा रहा है, तो उसके लिए इतनी बेचैनी या इतना विरोध होने का मुझे कहीं कोई औचित्य नजर नहीं आता है। तपाईँले यो कुरालाई विरोध जुन बुझ्नुभयो नि, त्यो मलाई लाग्दैन त्यो विरोध हो। नहीं, मैंने किनभने आपको नहीं कहा यो श्री जी, मैंने आपको नहीं कहा, आमतौर तथ्याङ्कमा पे ये होता रहा है। यो राष्ट्रिय तथ्याङ्कमा अलरेडी हिन्दीले स्थान पाएको अवस्था छ हैन। ठिक छ त्यो, तर यो अलरेडी नेपालको भाषा सूर्य लिस्ट सरलाई जुन म छ एउटा त्यसमा मात्रै कुरा अलरेडी किनभने इन्क्लुड उहाँले छ, यसले तथ्याङ्क स्थान कुरा पाएको छैन गरिराख्दाखेरि भन्न मिल्दैन। तर कामकाजको भाषा जुन बनाएको छ त्यो यहाँको जनताको सहजताको लागि हो। त्यो मान्छे यहाँ जन्मन बित्तिकै मैथिली बोल्छ, भोजपुरी बोल्छ, र त्यो सेकेन्ड ल्याङ्ग्वेजको रूपमा नेपाली बोलिरहेछ, र सम्पर्क भाषाको रूपमा पनि नेपालीलाई प्रयोग गरिरहेछ र मैथिलीलाई पनि प्रयोग गरिरहेछ। किनभने हामी आनन्दजी भोजपुरी स्पिकर हुनुहुन्छ, तर उहाँ र म मैथिलीमा मजाले कुरा गर्छु र 99% कम्युनिकेसन हुन्छ। फेरि जुन कुरा भन्नुभयो, उहाँले हिन्दीमा लेख्नुभयो, उहाँले हिन्दीमा लेख्नुभयो, लेख्ने राइट सबैलाई छ। तर हामी यो गभर्मेन्टको रेकर्डको जुन एउटा कुरा भइरहेछ त्यसको एउटा प्रभावकारिता अलग हो। हामी अब अन्त्यमा छौँ। 5वटा भाषा प्रस्ताव गरिएको छ मधेस सरकारको कामकाजी सरकारी कामकाजी भाषाको रूपमा। त्यसमा 5वटामा 5, आनन्दजी छोटोमा भन्नुहोस्, 5वटै राख्नु ठिक छ? होइन, मैले अलिकति उहाँ के भन्न खोजेको, अघि सूर्यजीको अघि तथ्याङ्कको कुरामा पनि मैले एड गर्नुपर्ने भयो अलिकति। उहाँले तथ्याङ्कको मात्रै फर्स्ट ल्याङ्ग्वेजको रूपमा तथ्याङ्क मात्र लिनुभयो, सेकेन्ड ल्याङ्ग्वेजको रूपमा हिन्दीको स्टेटस नेपाली पछि दोस्रो हो नि त। तर मधेस आन्दोलनको मधेस प्रदेशमा हिन्दी राख्नु, त्यो हाम्रो मधेसको कन्टेक्स्टमा होइन आनन्दजी, मधेसको कन्टेक्स्टमा 10 हो है, क्लियर गरिदिउ। 10 नम्बरमा छ। हजुर 10 नम्बरमा हो। नेपाली पछि मधेसको कन्टेक्स्टमा हिन्दी 10 नम्बरमा छ र नेपाल होइन, उहाँले होइन आनन्दजीले तथ्याङ्कको कुरा गरेको होइन, तथ्याङ्कको कुरा गरेको होइन, स्वीकारोक्तिको कुरा गरेको हो। आनन्दजी प्रैक्टिकल बात कर रहे हैं। फर्स्ट ल्याङ्ग्वेजको रूपमा हिन्दी मातृभाषीको रूपमा कम छन्, तर सेकेन्ड ल्याङ्ग्वेजको रूपमा दोस्रो भाषाको रूपमा नेपाली पछि हिन्दी नै नेपालमा ठुलो भाषा हो है, सेकेन्ड ल्याङ्ग्वेजको रूपमा। तथ्याङ्क मिथ्याङ्क गरे पनि है, मधेस आन्दोलनको माग पनि है, मधेस आन्दोलनको माग पनि नेपाली सर हिन्दीलाई कामकाजको भाषा नेपालमै है, नम्बरमा पहिलो नेपाली, दोस्रो मैथिली र तेस्रोमा हिन्दी छ। तथ्याङ्क बोल्दैछ, म बोलिरहेको छु नि। ठिक छ सर, तपाईँको योभन्दा अगाडि 18% थियो हिन्दी 10 वर्षमा, र 10 वर्षमा पछि चौथो नम्बर हो, 0.73 भयो है। अब यो ल्याङ्ग्वेज, तपाईँ लिङ्ग्विस्ट हो, ल्याङ्ग्वेजको विद्यार्थी हो, तपाईँ 10 वर्षमा यति 18%बाट 0.73 कसरी हुन्छ सोच्न सकिन्छ? यो कसैले कुनै पनि साइन्टिफिक लाग्छ? 10 वर्षमा तपाईँले कुनै भाषा 18% मान्छेले मेरो दोस्रो भाषा हिन्दी हो भनेर भन्छ 68 सालमा, र 78 सालमा त्यो 0.73 मा आउँछ। त्यो तपाईँ तथ्याङ्क हेर्न सक्नुहुन्छ हो, हामी बुझ्छौँ होइन, हामी अभियस कुरा हो, तथ्याङ्क हो, तपाईँले भनेको तथ्याङ्क सही हो है। आजको तथ्याङ्क किताबमा लेखेको मैले भनेको होइन है, म भनिरहेको छु नि, तपाईँले भनेको सही हो। तर यो कसरी आयो 18बाट 0.73 आउनुको पछाडिको
र मधेस आन्दोलनभित्र शहादत दिएको मान्छेहरूको एउटा म्यान्डेट त्यो हो कि हिन्दीलाई नेपाली स्वर मान्यता दिनु पर्यो कामकाजको रूपमा, नेपालीको जुन स्टेटस छ नेपालमा त्यस्तै हिन्दीलाई पनि दिनु पर्यो भनेर मधेस आन्दोलनको एक सूत्रीय माग पनि हो है। जुन नेताहरू हाम्रो यो भने भाषालाई अफिसियल ल्याङ्ग्वेज बनाएको अवस्था छ, एउटा भाषालाई अफिसियल ल्याङ्ग्वेज बनाएको अवस्था छ। क्यानाडाले 2टा भाषालाई बनाउँछ, स्विजरल्यान्डले 4वटा भाषालाई बनाएको छ, अफगानिस्तानले 2टा भाषालाई बनाएको छ, भारतले आफ्नो अष्टम अनुसूचीमा 22वटा भाषालाई समावेश गरेको अवस्था छ भनेर त्यो हामीले त्यसरी त्यो मोडालिटी मल्टिलिङ्गुअलिटीलाई कसरी हामीले एक्सेप्ट गर्ने त्यो बुझ्नुपर्छ। त्यो कुरा एउटा भन्नुस् त, यो कुरालाई हामीले मध्य प्रदेशको कन्टेक्स्टमा गर्ने हो कि देशको कन्टेक्स्टमा गर्ने हो? देशको कन्टेक्स्टमा गर्ने हैन, हो, देशको यो कन्टेक्स्टमा मध्य गर्ने हो। देशको कन्टेक्स्टमा मात्रै त्यो लागू हुन्छ, देशको कन्टेक्स्टमा हो भने त नेपालको कन्टेक्स्टमा गर्ने हो। नेपालको हैन, कन्टेक्स्टमा यो पनि गर्ने हो। नेपालको कन्टेक्स्टमा तपाईले कुरा गरिराख्नु ठिकै हो, तर मध्य प्रदेशको कन्टेक्स्टमा आउँदाखेरि त्यो चाहिँ जायज होइन है। फेरि मैले भन्दै छु नि त, मध्य प्रदेशको कन्टेक्स्टमा तपाईले देशको कन्टेक्स्टमा ठिक हो। म पनि आनन्दजी हामी अन्त्यमा छौँ, यो एक सेन्टेन्समा उत्तर दिनु होला। अहिलेको जुन प्रस्ताव छ त्यो ठिक छ? 3टा भाषा हुनुपर्छ या 5वटै भाषा मधेस सरकारको कामकाजी भाषा हुनुपर्छ? एक लाइनमा भन्नुहोस्। मैले तपाईँलाई म भनिसकेँ यसको उत्तर। एक लाइनमा भन्नुहोस्। कामकाजको भाषाको रूपमा 3वटा हुनुपर्छ। अंग्रेजी शिक्षाको भाषा हो, बाँकी चाहिँ सम्पर्क भाषा। ओके, डाक्टर सूर्य तपाईँ भन्नुहोस्। डाक्टर सूर्य तपाईँको विचारमा चाहिँ यो 5वटामा चाहिँ 5वटै कामकाजी भाषा बनाउन हुन्छ हुँदैन, या 3वटा मात्रै बनाउने, के गर्ने हो? अहिलेको लागि एउटा गर्दा राम्रो हो, एउटा अहिलेको लागि एउटा मैथिली गर्दा राम्रो हुन्छ। डाक्टर दीप्ति तपाईँको विचारमा चाहिँ एउटा गर्दा राम्रो, अनि बढीमा दुईटा सम्मलाई कम्प्रोमाइज गर्दा ठिकै हुन्छ, एउटा गर्दा उत्कृष्ट हुन्छ। तपाईँको विचारमा डाक्टर दीप्ति? मेरे विचार में तो 7 वर्ष के बाद जो सामने हमारे विधेयक आया है उसका हमको स्वागत करना चाहिए, और जो भाषाएं, अंग्रेजी को आप अगर छोड़ भी दे तो बाकी 4 भाषाओं को तो जरूर शामिल करना चाहिए। और जो अभी सूर्य जी ने कहा कि नहीं एक भाषा मैथिली, और ये तुष्टिकरण वाली बात नहीं, पहले अपने आप को सामने रखें। अच्छा ठीक है, 2 भाषा और तो भोजपुरी को भी रख लें, इससे मैं इत्तेफाक नहीं करती। माननीय शिक्षा मंत्री ने जो साहसिक कदम उठाया है उसे सकारात्मक रूप में लें और उसका स्वागत करें। धन्यवाद, तीनैजनालाई धन्यवाद। दर्शक वृन्द, आइ बातचीत करे छलिए भाषा के विषय में। काल्हि मात्रै मधेश सरकार द्वारा प्रदेश सभा में मधेश सरकार के कामकाजी भाषा सब के विषय में विधेयक प्रस्तुत कयल गेल छै, पेश कयल गेल छै। एहि विषय में आइ बात करे छलिए। संबंधित भाषा के विज्ञ सब जुड़े, हुनकर सबके धारणा की छै। अखन काठमांडू से जुड़ल छलथि डॉक्टर श्वेता दीप्ति ओ त्रिभुवन विश्वविद्यालय हिंदी भाषा के विभाग प्रमुख छै। तहिना सप्तरी से जुड़ल छलथि मैथिली भाषाविद डॉक्टर सूर्य यादव। तहिना काठमांडू से जुड़ल छलथि भोजपुरी भाषा के जानकार आनंद गुप्ता। आइ हुनका सबसे एहि विषय में बातचीत करे छलिए। व्यस्त